नमस्ते, देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा सबैजनालाई हार्दिक स्वागत गर्दछु। आजकल चाहिँ हाम्रो भिडियो हेरेर हाम्रो जस्तै बिजनेस गर्न धेरैजनाहरूले चाहिँ अफवाहहरू फैलाएर हुन्छन्। तपाईहरुसँग यस्तोहरूबाट सदैव सजग रहनु होला। हाम्रो चाहिँ वान एन्ड ओन्ली वान बालाजुमा मात्र छ। तपाईहरु नझुकिनु होला, यत्र तत्र नजानु होला। आज चाहिँ हाम्रो एकदमै रेस्पेक्टेड दाइ, एकदमै निकै टाढाबाट आउने हाम्रो दाइको रिभ्यू हामी दाइकै मुखबाट सुन्छौँ, जस्ताको तस्तै। दाइ नमस्ते। नमस्ते। दाइ हजुर कुन ठाउँबाट आउनु भयो? म बानेश्वरबाट। हजुर हाम्रोमा आएदेखि अन्त जानु भएको छ कि छैन? योभन्दा अगाडि हजुर कति ठाउँमा जानुभयो? कस्तो कस्तो समस्या झेल्नु पर्यो? यहाँ आएपछि कस्तो कस्तो राम्रो भयो कि नराम्रो भयो? एकचोटि प्लिज भनिदिनु न सबैजनालाई। यहाँ जतिको राम्रो अरू ठाउँ छैन। अरू ठाउँ गयो भने त्यति राम्रो हुँदैन। त्यसो भएको हुनाले म यही नै सधैँ आउने गरेको छु। पहिला त हजुर मेरोमा आउनुहुन्न थियो, मलाई थाहा छ। धेरै लामो समयदेखि म हजुरलाई चिन्छु। अनि अन्तमा र यहाँमा अलिकति के राम्रो नराम्रो पक्ष भनिदिनु न प्लिज। यहाँ चाहिँ ओरिजिनल सामान फेर्नुहुन्छ र काम ओरिजिनल हुन्छ सबै। यहाँ बनाएपछि बिचमा हजुरको बाइक कतै बिग्रिने, कतै धोका दिने यस्तो आजसम्म भएको छ कि छैन? जे हो त्यो है, नडाटिकन। छैन, आजसम्म भएको छैन। नभएदेखि त बानेश्वरदेखि यहाँ त म आउँथिनँ है दाइ। जस हजुर हाम्रो सर्भिसबाट खुसी हुनुहुन्छ? खुसी छ। अरू हाम्रोमा नआउने साथीहरूलाई केही भन्न चाहनुहुन्छ कि? उहाँहरूलाई पनि अब सबै यहाँ भरपर्दो राम्रो विश्वासिलो छ र सबै यहाँ आउनुहोस् भनेर भन्छु। हस्, तपाईहरुलाई पनि यस्तै सर्भिस चाहिन्छ अनि केही पर्यो भने प्लिज बुलेट सर्भिस सेन्टर बालाजु सदैव तपाईहरुसँग छ। धन्यवाद।